फेरि यो टाकटोरको तपाईँको चाहिँ अब चौरी फार्म छ यहाँ चौरी फार्ममा चिया खान्छौँ बिहान एक कप कफी मात्रै खाएको भरत बन्नुसले के पनि खानु भएको छैन एक कप कफी मात्रै वेआर गोइङ टु ह्याभ टी ओके चौरी शुद्ध दुधको चिया कस्तो हुन्छ भनेर घाम लागिसकेको छ नि पुरै ओके टक्कै जस्तो यहाँ यो सबै यो चौरी चढ्ने चरण चौरी चरण ओके ओसी ओसी ओके ल तस्ले ल ल यहाँ हाम्रो इभरग्रिन हो नि यो ग्रिन भ्यू हो नि अस्ति खिचेको नि हामीले फोटो यहाँ ल कस्तो फिल भएको छ त है ल अब चाहिँ चिया खाउँ ल अस्ति चिया खा जाउँ कि जाउँ भन्थे अब टक्क पिकेट ट्राभल यो देख्न सक्नुहुन्छ सर पछाडि आउनै हुनुहुन्छ बिहान कति बजी अहिले वाट टाइम इज नाउ 7:39 ओके वी आर टु अर्ली है ओके ओके अस्ति हाम्रो बिमा गर्न छुट्याएको छ हजुर ए नजिक छ फर्म यहाँबाट यहाँ ल्याउन पनि सकेन कि त्यो ठिक छ नोवरी हामी त्यहाँ कोर्टमा जान्छौँ थ्याङ्क यू भेरी मच यहाँ भाइको नाम के अरे हो मेरो सोनम शेर्पा तपाईँको ग्रिन भ्यू हजुर होटलको हजुर ओके ओके भरत सर हजुर ल लेट्स ह्याभ सुचिया ओके दिस इज सुचिया त्यो चाहिँ हामी कुन ठाउँ रह्यो टाकटोर हजुर सोलु दुधकुण्ड नगरपालिकाको वडा नम्बर 2 वडा नम्बर 16 दुधकुण्ड नगरपालिकाको वडा नम्बर 2 मा अवस्थित टाकटोरको चाहिँ यो चौरी फार्म पनि हो चौरी फार्म हो पहिलेको अहिले अब छैन अब अहिले चौरी फार्म छैन तर हेर्दाखेरि अनि यो पृष्ठभूमिमा देखिएको चाहिँ पिके जाने पिके ट्रायल यो चाहिँ एकदम राम्रो पनि लाग्यो हेर्दाखेरि चाहिँ यो ल्यान्डस्केपहरू यो बिचमा वरिपरि जङ्गलको बिचमा टक्क एउटा सानो होटल जुन सबै सुविधाहरू रहेको छ भ्याली है स्मल भ्याली टाइपको लाग्यो यो हेभन अफ गार्डन जस्तो नि अझै यहाँ चाहिँ माथि टन्नै चौरी चरण भइरहेको देख्दै चाहिँ अझै आनन्द हुन्छ अब हामी गोठमा जान्छौँ उता सबै एकैचोटि देखियो फेरि भोलि के हेर्ने भने भोलि के हेर्ने अहिले त यति नै ओके अब फर्स्ट टी हाम्रो होइन फर्स्ट टी ओके तिमी तिर्खावन लागिरहेछ 1.5 घन्टा बाइकमा हिँड्यौँ त्यसपछि त्यो चट्टानको टपमा डाँडामाथि यो कालो पत्थरमाथि चाहिँ चढ्यौँ होइन अलिक प्यास लाग्यो ओके बिहान 3 बजी उठेर हिँडेपछि यस्तो हुँदो रहेछ है दिन पनि राम्रो हरियो सबैको जिउनै फ्रेस भरत बन्धु सर जेगिराख्नु भएको छ अब हेरौँ उहाँको किताबमा कस्तो कस्तो फोटो आउँछ ओके हामी कोर्टमा यहाँ कोर्ट चौरी कोर्टमा जानेछौँ यो चौरी कोर्ट चाहिँ यहाँ पनि गर्छौँ अहिले हामी चाहिँ यहाँ यो चौरी गोठ याकोरको गोठतर्फ जाँदैछौँ जुन चाहिँ सोलु दुधकुण्ड नगरपालिकाले पनि सहकार्य गरेको छ र जङ्गलको बिचको हिँड्दा रमाइलो रहेछ खर्क पनि हेऱ्यौँ त्यहाँ एकदम रमाइलो केही समय त्यहाँ बिताएर हामी अगाडि बढेका छौँ
यो काउसो भनेको किन आउँछ कि छुयो भने कुन चाहिँ यो ए काउसो काउसो बनायो यो लामो किराहरू लस्करी छुयो भने चाहिँ पुरै फेरि इन्फेक्सन नै बनाइन्छ यसको त्यो भित्तामा एन्टिडोट जस्तो हुन्छ कि एन्टिडोट त्यो चाहिँ छुयो भने चाहिँ लाइफ ड्यामेज अनि यो याक चौरीहरू छुयो भने चौधजना पनि त्यस्तै पार्छ भने त्यसको लस्करी हिँड्ने हो लस्कर हुन्छ यो प्रायः उत्तिसको रुखमा हुन्छ अनि अब यो रुख चढ्न आँटेको हुन् रुख चढ्छन् माथि 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 लहर जान्छन् अनि लहरा गइसकेपछि फेरि तल झर्छन् यिनीहरू जस्तो के भन्नु अरे काउसो यो चाहिँ जङ्गली किरा एक प्रकारको किरा एकदम विषालु किरा यसले चाहिँ के हुन्छ यसले यसले चाहिँ अब जस्तै मान्छेको शरीरमा अथवा पशु शरीरमा लाग्यो भने चाहिँ यसले पुरै खटिरा आउँछ क्या अहिले जुत्तामा लाग्ने केही भएन केही भएन ए केही फोका खालि जिउमा खालि जिउमा जुत्तामा त के हामी तर्स्यौँ कि अझ जुत्तामा छुयो नि होइन नाङ्गो यसो नेकेड स्किनमा छुयो भने चाहिँ पुरै काउसो भने पनि पुरै चिनाउँछ नि एकदम चिलाउने ओके यो भालुले दुम्सीले खनेर खान्छ ए सर्पको मकै भित्र चाहिँ पोटेटो जस्तो हुन्छ भित्र चाहिँ मकै आलु जस्तो हुन्छ आलु जस्तो हुन्छ भित्र दाना अनि त्यो चाहिँ कसले भालुले खाने भालुले दुम्सी डुम्सीले खाने बँदेलले ओके देख्नुभयो यो चाहिँ सर्प के सर्पको मकै सर्पको मकैले भित्र आलु जस्तो हुन्छ रे त्यो चाहिँ भालुले डुम्सीले बँदेलले बँदेलले खाने रहेछ त्यही भएर खान्छ नि हो खनेर तिनीहरू खाना नै यही हो भनेको यो जराभित्र हुन्छ जराभित्र ओके हेर्दाखेरि सर्प जस्तो टाइपको छ है यो चाहिँ तपाईँले देखिराख्नु भएको यो चाहिँ सर्पको के अरे गेडा मकै मकै यो चाहिँ सर्पको मकै होइन जोकिङ भयो होइन यो चाहिँ सर्पको मकै भनिँदो रहेछ यो चाहिँ जङ्गलमा पाइने भयो हो र यो बँदेल भालुहरूले यसको तल सानो दानाहरू जस्तो हुन्छ त्यो चाहिँ बँदेल भालुहरूले खान्छन् रे खै कता गयो काँचो काँचो थाहै छैन गोठ खोल्दैदेखिको काँचो काँचो थाहै छैन गइरहेको छु हिँडिआएको छु आधी घन्टा भइसक्यो यहीँ छ भन्छ हेर्नुहोस् यस्तो बाटो हिँड्नुपर्छ अब आयो कि क्या हो आयो हजुर आयो बल्ल बल्ल लगभग 1 घन्टा बढी नै होला आज 1 घन्टा 20 मिनट भयो यहीँ छ भन्दा भन्दै 10 मिनट भन्दा पुरै पारिबाट घुमाएर यहाँ गर्नुपर्छ तपाईँ गर्नुपर्ने थाक्नु होला है तपाईँ अलिअलि ठिक छ जेस धेरै दिन भयो हाइकिङ गरेर आज हाइकिङ गर्नु पर्दैन कि भने अझै यहाँबाट मान्छे पठाउने अझै आइपुगेछ करिब हामी 6 घन्टाभन्दा बढी हिँडे पश्चात अहिले चाहिँ हामी यो चौरीको खर्कमा आइपुगेका छौँ जुन पृष्ठभूमिमा देख्नुहुन्छ चौरीहरूलाई बाहिर नजाओस् भनेर बारेको बारो र अझै यहाँबाट करिब 10-15 मिनट हिँड्नुपर्छ भन्नुभएको छ जङ्गलको बाटो त नभनौँ जङ्गल बिचमा घाँस रुखका जराहरू समात्दै यहाँ आएको पहिलोपटक यो चौरीको खर्कमा यस्तो ठाउँमा आएको पहिला गएका चौरीका खर्क फाँटोहरूमा देखेको थिएँ मैले यहाँ आउँदा अलिकति गाह्रो पनि भयो हाम्रो गाइड चाहिँ हो पछाडि फटा गाइड कहाँ बढी नै गयो छ 10 मिनट भन्दा भने 5 वटा 10 मिनट उहाँले चाहिँ हामीले नेपालीमा 10 मिनट सोच्यौँ उहाँले चाहिँ अमेरिकन 10 मिनट भन्नुभएको छ अमेरिकन 10 मिनट गोठ टिसुले भित्र पसिना है यो
यस्तो हिँड्दाखेरि पसिना आएपछि यो लाउनु हुँदैन भित्र चिसो गाडी छ फेरि यसलाई हामी साइडमा राख्छौँ गोठले हाम्रो गोठै बनायो होइन हामी पुरै बाख्रा बनाएर चलायो यहाँ चौरमा गोठ चाहिँ भेटिएन भुटली बनाएको गोठ चाहिँ के हो गोठ भेटिएन ऊ ऊ ऊ भन्दा पनि आवाज आएन एकछिनपछि ऊ भन्ने आवाज आउँछ कहाँ हो कहाँ भन घोर जङ्गलमा एकदम गाह्रो भयो त्यसैले अब हाम्रो यात्रा यहीँ स्थगित गरेँ हामी फेरि ब्याक जान्छौँ पछि फेरि कुनै दिन यो गोठलाई खोज्न फेरि हामी होइन अलिक दलबल लिएर आउँछौँ भन्नु हामी लाग्यौँ अब बाबा ओके के उ गर्दैछ होइन त्यो हाम्रै पत्ता लगाउन नसक्ने मान्छे ऊ गरेर हाम्रै बारीको मान्छे गाइड छ नि आफै ऊ गर्छ अनि आफै ऊ गर्दैछ होइन सट्टी समातेर के हो होइन यो यहाँ एउटा कुरो अचम्म भयो हामी गोठ भेट्दैन भनेर फर्केको हामी एकदम सर्टकट झऱ्यौँ अघि हामीले यस्तो रोटी पकाएर चढ्यौँ माथि डाँडामा अनि हामी सिधै तल झऱ्यौँ सिधै तल झर्दाखेरि गोठ यो बाटो हुँदै यहीँ रहेछ गोठ चाहिँ अब हाम्रो गाइडले चाहिँ खराब गर्यो कि यहाँ के गाइडले ऊ गरेर छ त्यसले उग्रै नगरेर अनि हामी चढेछौँ माथि गोठ हामी देखाउँछौँ कस्तो गोठ रहेछ हेर्नु न हामी चाहिँ गोठ हेर्नलाई रोटी पकाए जस्तो गरी उकालो चढ्यौँ तर गलत बाटो गइएछ र हामीलाई जुन गोठ देखाउनु ल्याउनु भएका भाइले गलत बाटो लाग्दाखेरि हामी उता गएको थियौँ र अहिले फेरि अब नजिकै रहेछ ल हामी फर्किँदै जाँदाखेरि अनि हामी त ऊ माथि डाँडा महेन्द्रले हिजो त्यत्रो फोन गरेको फोन पनि उठाएन आज फोन पनि स्विच अफ छ आज हामी यो जङ्गल घुमेछौँ पुगेर पनि फेरि फर्केको कता हो कोही बोल्दैन अझै झन् सस्पेन्स होइन कथामा ट्युनिङ आयो फेरि गोठ के भन्ने हामी आएको गोठ सारिसक्यो भन्नु सक्यो कस्तो होइन अझै सस्पेन्स हामीले कथा सक्यो भनेको कथा अझै बाँकी रहेछ अब यहाँ छ हाम्रो गाइड होइन ऊ गरेर ऊ नगर्ने कु पनि नगर्ने हामी माथि डाँडा पुगिसक्यो अब अझै माथि पनि गोठ अझै माथि छ भन्छ अब हाम्रो कथा अझ क्रमश छ म त तलबाट आएको भाइको नाम के अरे दिनेश हो दिनेश अनि खै यो पहिला के हो यो गोठ हो यहाँ त गोठ त यहाँ थियो त्यहाँबाट सारे कहिले सारे कहिले सारे 4-5 दिन भयो अनि हामी आउँछ थाहा पायो के केटाहरू होइन चौरीले सारिहालेछ केटाहरू 22वटा छ नि होइन छ साँच्चै छ नि 25 जति नै छ धर्म छ साँच्चै तिमी गर्ने हो मलाई नै थाहा छ मेरै गोठसँगै बसेको अहिले यसपालि पो गोठ नपालेको मैले तिम्रोसँगै चाहिँ 25वटा हो कि होइन मेरो त छैन नि सर छैन किन छोड्यो भने गोठ मैले त यो अस्ति नै मङ्सिर नै बेचेको किन बेच्यो भने यसपालि नपालौँ नपाल्ने फाइदा भएन के हो फाइदा त हुँदै थियो फेरि म अब रिपर्सिसमा लाग्यो बाहिर बेच्छ नि कुन देश नि हो म त जापान जानु जापान जाने त्यहाँ पनि चौरी गोठ छ नि होइन त्यहाँ पनि थियो होइन त्यहाँ त सबै मिसिनले गर्छ कामहरू ल भाइले चाहिँ आज यो गोठ खोज्न जाँदा चाहिँ यस्तो हुन्छ है साथी हो होइन हाकिम भयो भने के गर्नु गोठ खोज्नै पऱ्यो केटाले अनुदान माग्छ चौरी गोठ गर्न गयो चौरी छैन साथीहरू चौरी त छ होला अब यहाँ गोठमा जान सकिएन के गर्ने हो चितुवाको चाहिँ पाइला यो देखिरहेको चाहिँ चितुवाको पाइला अनि यहाँ चितुवा छ भन्ने कुरो यो ताजै छ है हजुर ताजा हो सर ताजै छ यो कहाँ गयो यो यतै ओके यहाँ एक्लै हिँड्नलाई लिँदै खानालाई डेन्जर छ यसरी पुरै टुप्पीले खनेको है त्यो साथीहरू यहाँ गोठ पनि भेटिएन गोठको गोठ मात्रै भेटियो मेन सक्कल गोठ भेटिएन तर केही उपलब्धि नभए पनि चितुवाको पाइला भेट्यो होइन फर्स्ट टाइम ल गेडा खानलाई गेडा गेडै रहेछ नि भाइ तपाईँलाई अघि भने ठिकै रहेछ अघि त मैले यो सर्कलको गेडा भन्नुभएको थियो अनि गेडा त गेडै रहेछ नि त खाने त गेडै रहेछ नि त नयाँ कुरो के भेट्यो भनेर यो भित्र चाहिँ भालु बस्छ भनेर पुरै यो डढाएको गन्धले नआउँछ होइन वाइल्ड लाइफलाई गाह्रो छ अन्त मान्छेहरूले जङ्गलमा समेत बस्न दिँदैन बस्न दिँदैन आनन्दले किन आएको पुग्नु पऱ्यो क्या अन्त के गर्ने